Welcome to the new exciting day of the Mardi Trek. This is the day 2 of the Mardi Trek. आज हामी बिहानै उठेर मर्निङ भ्यू हेर्नका लागि गुराँस होमस्टेबाट हेऱ्यौँ, जुन चाहिँ एबिसी अस्ट्रेलियन बेस क्याम्पमा पर्दछ र यसको सँगसँगै हामीले हिमाल हेरेर हाम्रो यात्रा सुरु गऱ्यौँ। यात्रा एकदमै जङ्गलको बाटो थियो। जङ्गलको बाटो भए पनि हामी थाकेका थिएनौँ, किन भन्दा ऊर्जा थियो। आजको रात कस्तो होला, आज हामीलाई कस्तो ठाउँ हेरौँला, हिजोको भन्दा अझ राम्रो ठाउँ होला कि कस्तो ठाउँ होला भन्दै हाम्रो साथीभाइहरू ती प्रकृतिका बिचमा आफ्ना ती शब्दहरू पोख्दै पोख्दै आफ्ना व्यथाहरू पोख्दै ती हिमाललाई हेर्दै हामीहरू अगाडि बढ्यौँ। त्यो सँगसँगै बाटोमा कति कुराहरू भेटियो, कति नयाँ कुराहरू हेर्न पाइयो, कति नयाँ कुराहरू जान्न पाइयो। पक्कै पनि एउटा यात्रा नै हो जीवनको सिकाइ र जीवनको अर्को पाठ भन्नु नै यात्रा हो भनेर हामीले त्यहाँ बुझ्यौँ। हाम्रा साथीहरू कति थकित थिए तर आतुर थिए ती गन्तव्यलाई हेर्नको लागि, त्यो गन्तव्यलाई भेट्टाउनको लागि। त्यसैले उनीहरू हार नमानिकन कहिले लट्ठीको सहारामा, कहिले विश्राम गर्दै ती घनघोर जङ्गलको बिचबाट हुँदै ती हिमालहरूलाई दृश्य हेर्दै, कति बेला मोबाइलमा खिच्दै, कति बेला नाङ्गो आँखाले हेर्दै उनीहरू चाहिँ अगाडि बढिरहेका थिए। बाटामा देखिएका ती अन्जान सम्बन्धहरू पनि एउटा प्रगाढ सम्बन्ध बन्न पुगे, जसले पनि हामीलाई सिकायो कि यात्रा भन्नु नै एउटा सिकाइ हो र जीवनको सिकाइ नै भन्नु एउटा यात्रा हो। यस सँगसँगै हाम्रो यात्रा आजको चाहिँ डे 2 मा आएर अन्त्य भयो, जुन फरेस्ट क्याम्प थियो।